यसो सोचेको होइन अब यहाँनिर यो हाम्रो देश नेपालमा चाहिँ होइन यो हाम्रो आर्यन दाजुभाइहरूले देश चलाएको धेरै भयो क्या तकरिबन 2018 सालदेखि चलाएको 1800 अहिले 2000 भइसक्यो भने चाहिँ 300 साल चलाइसक्यो क्या 300 सालमा प्रगति भनेको केही छैन क्या जिरो प्रगति भनेको जिरो यो अहिलेको स्कुलहरू यो रोडहरू त आफसे आफ अटोमेटिक हुने कुरा हो क्या किनभने यो त अब वर्ल्ड वाइड छ नेपालमा त त्यसै पनि भइहाल्छ होइन त्यही भएर अब देशको प्रगति भन्ने कुरा चाहिँ छैन क्या पहिले 2010 मा या 2002 मा जहाँ थियो स्थिति होइन अहिले पनि त्यही छ क्या हालत केही सुध्रेको छैन क्या हाम्रो नेपालमा चाहिँ अनि अब यो जेनजीहरूले चाहिँ सरकार ढालेर होइन अब यो आउने फागुन 21 गते चाहिँ चुनाव हुँदैछ त्यो चुनावमा चाहिँ हामीले क्या यो पुरानो पार्टीहरू जस्तै मानलियो माओवादी भयो होइन एमाले भयो काङ्ग्रेस भयो रासपा भयो मधेसी दल भयो या थुप्रै पार्टीहरू भयो क्या त्यो दलहरूलाई भोट दिएर कुनै फाइदै छैन क्या फाइदा जिरो क्या तिनीहरू जाने हो पालै पालो प्रधानमन्त्री हुने हो मन्त्री हुने हो अनि भ्रष्टाचार गर्ने हो खाने हो बस्ने हो यत्रो बुढी बनाउने हो त्यही भएर चाहिँ अब चाहिँ एउटा नयाँ दललाई हामीले भोट दिन जरुरी छ क्या एकदम जरुरी छ क्या त्यही भएर अब हामी मानिलिउँ अब आर्यन दाजुभाइहरूले त सायद अब हर्क सामाङलाई भोट हाल्नु नला बुझ्नेहरूलाई त हाल्नु चाहिँ हुन्छ होला अब कतिपय त आफ्नो आफ्नो वंश धान्नेतिर उनीहरू बेसी हुन्छ हुन्न जस अब मानिलिउँ अब पहिले अब गिरिजाप्रसाद कोइराला भयो अनि त्यसको पछि माधव नेवारहरू भयो त्यहाँ पछाडि अनि अब शेरबहादुर देउबा भयो त्यहाँ पछाडि अब केपी ओली प्रचण्डे मानिलिउँ अनि त्यसको पछाडि अब अहिले चाहिँ मुख्य एजेन्डा भनेको रविलाई छाने बनाएर छ क्या रवि लान्छानेलाई चाहिँ जिताउँ फेरि अब यसले अब देश चलाउँछ भन्ने छ क्या नेपाल क्या कहिले चलाउँदैन उनीहरूलाई पुस्ता धाल्ने मात्रै हो क्या रवि लाछानेको अब देखियो उसको अब शासन पनि हेरियो 3-4 महिना गृहमन्त्री चलाएकै हो माखु मारेन के गरेन खोइ त अनि यदि सक्थ्यो त 2 दिनमै भ्रष्टाचारको फाइलहरू गर्थ्यो त्यसै हल्ला गरेर कराएर गफले मात्रै देश बन्दैन क्या अहिले अब नयाँ पार्टी खोलेको छ श्रम संस्कृति पार्टी भन्ने क्या त्यो पार्टीलाई चाहिँ भोट हाल्नु क्या हामीले सबैले मिलेर मानिलिउँ हामी अब राई भयो लिम्बू भयो अब तामाङहरू भयो मगरहरू भयो शेर्पा भयो सुनारहरू भयो याखा भयो अनि मानिलिउँ हाम्रो दलित दाजुभाइहरू भयो यदिले हामीले मजाले भोट हाल्यो भने मजाले जितिन्छ क्या 138 सिट त्यही भएर देश चलाउन सकिन्छ एक्चुअली अब मानिलिउँ जनजातिको छोराले पनि अब जनजाति होइन अब मानिलिउँ मूलवासी नै भन्छ उनीहरूले उसले अब हर्क साम्बाङले चाहिँ जितेर चाहिँ एक्चुअली देश चलायो भने चाहिँ पक्कै केही न केही परिवर्तन गर्छ क्या 100% हो क्या ऊ गर्छु भनेर आएको मान्छे छ उसले अब धन सम्पत्ति लोभ केही छैन क्या उसँग पुग्दैछ सम्पत्ति उसले बाउले कमाएको दाजुहरूले ऊ गर्छ उसले पनि कमाएको थियो पहिले ऊ मेयर हो धर्म एउटा उसको स्थिति राम्रै छ क्या त्यो भएर एकचोटि भोट दिउँ सबै दाजुभाइहरू मिलेर नेपालको जहाँ बस्नुभएको छ जस्तो स्थितिमा हुनुहुन्छ तपाईँ हामी मिलेर एकचोटि भोट दिउँ क्या केही न केही त परिवर्तन पक्कै गर्छ क्या त्यही भएर साथी हो धेरै सोचौँ अब हामी अब मूलवासी अब के अरे जनजाति आदिवासी चाहे जेसुकै जनजाति भनौँ जेसुकै भनौँ क्या एकचोटि भोट दिउँ होइन हर्क सामाङलाई दिएर हेरौँ क्या माथि पुऱ्याउँ क्या ठाउँमा मेन ठाउँमा माथि पुऱ्याउने टार्गेटमा राखौँ क्या सबैजना दाजुभाइहरू मिलेर अब हाम्रो दाजुभाइहरू क्षेत्रीय बाहुन दाजुभाइ होस् चाहे जोसुकै होस् होइन गऱ्यो भने केही गर्छ क्या सो द्याट यो कुरामा चाहिँ सोचौँ क्या एकदम एक्चुअली सोच्नै पर्ने छ क्या ओके